मनोज ग्यावालीले सक्छ भने अर्को साथीले किन सक्दैन? त्यसकारणले अब मनोज ग्यावालीलाई सराप पनि होइन, कमाउने मान्छेलाई सराप पनि होइन, बरु मैले के गरेँ त्यो कपी गर्नु न। आफूले सक्नु भने तपाईँको छोराछोरीलाई कपी गर्न लगाउनुहोस् न। अनि कमाउने भनेको चाहिँ फेरि नियत खराब राखेर चाहिँ कमाउने होइन, नियत खराब राखेर गरेको कमाइले आज तपाईँले इन्जोय गर्नुहुन्छ त्यत्तिकै समयमा पोल्छ। त्यस कारणले इन्टिग्रिटी, इथिक्स, मोरल र भ्यालुजमा भएर तपाईँले आफ्नो सपना पुरा गर्ने हो। अब कमाइको त कुनै सीमा छैन, कति कमाउँदा खुसी हुन्छ, कति कमाउँदा दुःखी हुन्छ। तर यसरी गयो भने नेपालमा अपर्च्युनिटी चाहिँ कम भएको चाहिँ होइन, अब त झन् गजबको अपर्च्युनिटी आउँछ। मैले एकदमै देखेको ठुलो सपना भनेको चाहिँ यो देशमा कहिलेकाहीँ हे भगवान् यो स्थायी सरकार भइदियोस्, इन्डियामा एउटा स्थायी सरकारको कारणले गर्दाखेरि कस्तो डेभलपमेन्ट भयो, हामी अभागी भयौँ। सरकारको काम भनेको सरकार बचाउनु बाहेक अन्त जानै सकेन। किन भन्दा कहिले यससँग मिलेर बनाएको छ, उसँग मिलेर भत्काएको छ। जब सरकारको दिमाग सरकार कसरी बचाउने भन्ने बाहेक बाहिर जान सक्यो भने यिनीहरूले गर्नै सकेनन्। अब त्यसका फेरि अरू कारणहरू पनि छन्, तर अबको सरकारलाई सरकार कसरी बचाउने भन्ने कुरामा कहीँ पनि दुविधा छैन।